Hello everyone, good morning, खाजालु नमस्ते। वेलकम ब्याक टु माई युट्युब च्यानल। सधैँको जस्तै आज पनि म मिनी ब्लग लिएर आइसकेको छु। बिहान उठेपछि म चाहिँ आफ्नो बेडरुमहरूलाई मिलाएर राख्नतर्फ लागे। बिहानीको सुरुवात चाहिँ जहिले 1 कप मनतातो पानीबाट सुरु हुन्छ। म चाहिँ अब करिसा बारीतिर लागे। मैले के टिप्स हजुरहरूलाई देखाउँछु। आज पोखराको मौसम चाहिँ यस्तो छ। म पुगे करेसा बारीमा लगाएको फर्सीको मुन्टाहरू टिप्न थाले। यो चाहिँ मेरो करिसा बारीमा फलेको फर्सी मुन्टा। करेसा बारीमा थोरै मकै, घिउ सिमी, साग, फर्सी लगाएको थियो, तर अहिलेको हावापानीले सबै नाश गरिदिएको छ। पोखराको पानी र नानीको भर हुँदैन भनेको त सुनेको थिएँ, हो जस्तो पो लाग्यो त। आफू त फेरि गोर्खाली पर्यो। फर्सी मुन्टा धोएर मैले चाहिँ केलाउन स्टार्ट गरेँ। आजको तरकारी आलु र फर्सी मुन्टा, जसलाई मैले काटेर रेडी गरेँ। अब म लागे तरकारी कुकिङतिर। मेरो आजको खाना रेडी भइसकेको छ। खाना छिटो छिटो खाएँ मैले। मर्निङ स्किन रुटिन सुरु भयो। फर्स्टमा मैले लगाएँ टोनर, जसले पोर्सलाई मिनिमाइज गर्ने काम गर्छ। टोनर अप्लाई गरेको 5 मिनटमा मैले सेटाफिलको मोइस्चराइजर लगाएँ, जसले हाम्रो स्किनलाई डिहाइड्रेट हुनबाट बचाउँछ। मोइस्चराइजर लगाएपछि 5 मिनटमा मैले स्किनमा SPF अप्लाई गरेँ, जसले चाहिँ हाम्रो स्किनलाई घामबाट प्रोटेक्सन गर्छ, स्किन साइनिङ एन्ड हेल्दी गराउँछ। म चाहिँ ड्युटीको लागि रेडी भइसकेँ। मेरो ड्युटी चाहिँ पार्लरमा हो। यदि हजुरहरूलाई स्किन सम्बन्धी, पार्लर सम्बन्धी जानकारी चाहिएमा चाहिँ पृथ्वी चोकमा रहेको गुरुङ ब्युटी पार्लरमा सम्पर्क गर्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो हजुरहरूलाई? सब्सक्राइब, लाइक, सेयर, कमेन्ट गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।